2 अर्ब रुपैयाँ लागत अनुमान गरिएको सडकका लागि सरकारले जम्मा 5 करोड रुपैयाँ मात्र बजेट विनियोजन गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरिप्रसाद भुसालले असन्तुष्टि व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद भुसालले अर्घाखाँचीको सन्धिखर्क गोरुसिङ्गे सडकलाई 2 लेनमा स्तर उन्नति गर्न माग गरिए पनि सरकारले अत्यन्तै न्यून बजेट छुट्याएको बताउनुभयो। वर्षेनी दुर्घटना हुने उक्त सडकका लागि यही गतिमा बजेट दिने हो भने सडक निर्माण सम्पन्न हुन 4 दशक कुर्नुपर्ने भन्दै उहाँले आक्रोश पोख्नुभयो। प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयले आश्वासन दिए पनि बजेटमा योजना नसमेटिँदा जनतालाई जवाफ दिन गाह्रो भएको उहाँको भनाइ थियो। अर्घाखाँचीका केही महत्त्वपूर्ण योजनाबारे ध्यानाकर्षण गराइएको थियो। सम्बन्धित मन्त्रालय र सचिवालयबाट पनि आश्वस्त प्राप्त भएपछि जिल्लावासीहरूलाई हामीले यसपटक योजनाहरू पर्छन् यो पर्छन् भनेर विश्वास पनि दिलाएका थियौँ। तर बजेट आएपछि धेरै योजनाहरू समेटिएनन्। अहिले जिल्लामा जनताले सोधिरहनु भएको छ, तपाईँले भनेको योजना खै कहाँ गए भनेर। माननीय भौतिक पूर्वाधार मन्त्रीज्यू अघिसम्म हुनुहुन्थ्यो, अहिले हुनुहुन्न, र पनि उहाँलाई मैले उहाँ मार्फत सरकारसँग मेरो विनम्र प्रश्न छ, अब हामीले जनतालाई के उत्तर दिने हो। मैले टोलै पछि योजना मागेको थिइनँ। निर्माणाधीन अर्घा भगवती विमानस्थललाई गौचरण बन्न नदिन अनुरोध गरेको थिएँ। जिल्लाका प्रमुख अनि रणनीतिक सडकहरूलाई सुहाउँदो बजेट दिन आग्रह गरेको थिएँ। तर दुःखको कुरा, सालजण्डी ढोरपाटन सडक बाहेक अरू सडकहरूलाई बहिष्करणमा पारियो। विशेष गरी वर्षेनी साँगुरा सडकका कारण दर्जनौं नागरिकहरूले ज्यान गुमाउन बाध्य हुने सन्धिखर्क गोरुसिङ्गे सडकलाई 2 लेनमा स्तरोन्नति गर्न माग गरेको थिएँ। करिब 2 अर्ब लागत अनुमान भएको उक्त सडकका लागि यस वर्ष 5 करोड रुपैयाँ मात्रै विनियोजन गरिएछ। यही गतिले जाने हो भने एउटा सडक सम्पन्न गर्न मात्रै 4 दशक कुर्नुपर्ने स्थिति देखियो। यो कसरी स्वीकार हुन सक्छ? बजेट शक्ति केन्द्रको वरिपरि घुम्यो भनेर म आरोप लगाउन चाहन्न, तर सरसर्ती राता किताबहरू पढ्दा र हेर्दा शङ्का गर्ने प्रशस्त ठाउँहरू छन्। अन्त्यमा बजेटका सकारात्मक पक्षको स्वागत गर्दै कार्यान्वयनमा न्यायोचित प्राथमिकता, स्रोतको प्रभावकारी परिचालन र दुर्गम जिल्लाप्रतिको संवेदनशीलता अझ बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु। धन्यवाद।